वेलकम ब्याक टु आवर न्यू भिडियो। हामी चाहिँ अब बस पार्कमा आइसकेका छौँ। देख्न सक्नुहुन्छ कोलपुरको बस पार्क चाहिँ यस्तो भएको छ। आजभोलि सजिएको छ साथीहरु। यस्तो गर्मीमा हामीलाई छोडेर नजाऊ के? दिशा कस्तो लागिरहेछ बस पार्कमा आउँदा? गर्मीमा छ राम्रोसँग हामी गर्मीले राम्रोसँग पालन सिके अनि धेरै नरिसाए। हिजो चल्ला भतावत मर्या भने जिन्दगीमा मान्छे मर्नु पनि भेट्छ अघि कहाँ हो अनि हामी चाहिँ टिकट काट्न गर्मी चाहिँ साथीहरु साइड राखेको हुन्छ होला। गर्मी बढिरहेको छ। कहिले साइकलमा कहिले अटोमा कहिले हिँड्दै गर्छन्। दिवाल चाहिँ यहाँ साइकल चला। हामीले चाहिँ कहिले साइकलमा कहिले अटोमा कहिले हिँड्दै यसले मलाई कति ठाउँ डुलाइ आज यस्तो गर्मीमा अलि एकछिन लगिदिन्छु ल। हामी चाहिँ अब टिकट काट्ने ठाउँमा आइसक्यौँ। कस्तो गराएको थियो त्यहाँदेखि कस्तो गराएको थियो क्या अघि नै साथीहरु। हामी चाहिँ टिकट काटेर पनि आइसक्यौँ। साथीहरु हामी चाहिँ टिकट काटेर आइसकेको छौँ। अब चाहिँ हामी नभन दिदीभाइ आधार पाल्नु थियो र अब बहिनीपट्टि भयो सबै। अब सबैले अब त्यही आदर सम्मान छ। साथीहरु मैले चाहिँ मेरो बहिनीलाई अहिले चाहिँ साथ दिँदैछु। मेरो बहिनी चाहिँ अब काठमाडौँ जाँदैछ। राम्रो बनाएर पठाउँदैछु। दिदा अनि खोजी काट्दा हो दिदा साथीहरु हामी चाहिँ खानाको अनि यहाँ चाहिँ पैसाको हिसाब अनि त्यही हो। आज चाहिँ नास्ता खाना अहिले आएको छौँ। अब नास्ता खाएर घरतिर जान्छौँ। त्यही भोक लागिरहेको छ। चाहिँ प्रेरणा होटलमा नास्ता खाना आएको छौँ। तिमी छायो यो मनको अँधेरीमा। मोबाइलको कभर लिन आएको साथीहरु। यो वाला पनि राम्रो छ तर मेरो मोबाइलमा हुँदैन कभर गर्दा मिल्छ र त्यो मिल्दैन। निशा चाहिँ यहाँ पैसा गर्नु कति छन् पैसा? 6 मात्र के 7 लाग्छ। मिला छ क्या साथीहरु? मान्छे बहिनी छोडेर आयो अनि बहिनी चाहिँ मेरो सिरानीमा के राखिदिएको छ यसमा के राखिदिएको छ एकदम साथीहरु मलाई चाहिँ बहिनीले लिटर र 50 रुपैयाँ छोडिदिएको रहेछ सिरानी मुनि। अनि लिटरमा चाहिँ
धेरै कुरा थियो मेरो लागि थियो। अब खै त्यसलाई के भयो लेटर लेखेँ सायद केही कुरा भन्न सकिनँ भने मलाई त्यही लेखेको थिएँ साथीहरू। अनि मलाई चाहिँ त्यो लेटर देखेर एकदमै रुन मन लाग्यो। मैले रोएँ पनि एकदमै मन दुख्यो। त्यस्तै होइन अब टेन्सन नगर राम्रोसँग जा आफ्नो ख्याल गरेस् छिटै भेट हुन्छ हाम्रो। म पनि यहाँ बसिहाल्छु म पापासँग तैँले आफ्नो केयर गरेस् त्यही हो। अरू त के भन्नु त्यस्तै हो। हस् आजलाई यति नै भिडियो। अनि मैले चाहिँ गाडीमा भिडियो बनाउनु सोचेको थिएँ अनि मोबाइल बहिनीको छुट्यो अनि गाडीमा बसिसकेपछि दाइले मोबाइल ल्याइदियो अनि भिडियो नै बनाउनु पाइयो साथीहरू। यतिकै मिलाएर भिडियो हालिदिएको छु। सबैजनाले माया साथ सपोर्ट गरिदिनु होला। आई मिस यु सो मच बहिनी अलवेज। धेरै माया छ सधैँभरि माया हुनेछ त्यही हो।